खुवाउँछ नि अब फिड त अभियसली दिइहाल्छ नि दिइहाल्छ नि म अहिले देखाएँ नुवाकोट बट्टार त्यहाँ पनि खाना खाएर गर्दाखेरि त्यही राख्नुपर्छ ल हामीले चाहिँ खाना खाएर भर्खर आइँदैछ ल हाकिम भाइ कस्तो लाग्यो खाना एकदम गुड छ है मटन खाना अब होटेल छ 12:30 हिँडिन्छ एन्ड अहिले चाहिँ 11:47 छ ल अब खाना खाएर सुत्ने त होला नि होइन मिठो निन्द्रा लाइफ छ सुत्दै जानु पर्यो सेल्फी डाँडा हाम्रो रोसमा जाने बाटोमा ओके हामी यहाँ सेल्फी डाँडामा छौँ सेल्फी खिच्दै एन्ड यु क्यान सी द भ्यू त्यहाँ पछाडि गेस्टहरू छन् पर्मिट चाहिँ कस्तो लागेको छ हाकिम भाइलाई ल हाम्रो होटेल चाहिँ यहाँ छ गाडी यहाँ छ ल स्याब्रो बेसी आजबाट सकियो हामीसँग चाहिँ अहिले कोरियन खानाहरू छ यहाँ हाम्रो पानी पाग्री छ हाम्रो कुकले बनाउँदैछ हेलो कुक साहब हेलो गुड मर्निङ है अनि हाम्रो चाहिँ स्याब्रो बेसी होटेलमा आज सक्यो बिहान उठिएछ म त्यस्तो भइसक्यो भर्खर उठ्यो एन्ड आज हामी शेर्पा गाउँसम्म जाँदैछौँ एभ्रिथिङ विल बी फाइन र भ्यू वेदर पनि राम्रै छ ठिक छ वेदर यस्तो क्लियर छ है अहिले पानी पर्छ भन्थ्यो न्युजले ओके ल अहिले चाहिँ 7:49 भएको छ एन्ड वी आर स्टार्टिङ फर शेर्पा हेलो हामी चाहिँ यहाँ माथि छौँ तल स्याब्रो बेसी बजार देख्न सकिन्छ देयर इज के खोला हो अनि यहाँ चाहिँ हाम्रो गुरु पद्मसँग भएको छ यहाँ चाहिँ छ है राम्रो ठुलो मूर्ति रहेछ ओके अनि स्याब्रो बेसी बजार त्यो हो आज हामी त्यो माथि जाँदैछौँ लेफ्ट साइड ओके यहाँबाट भ्यू चाहिँ राम्रो देखिने हेर्छ मन पऱ्यो मलाई भ्यू यहाँ आएको थिएन होइन फर्स्ट टाइम हामी चाहिँ आधे खानजिङ आइसक्यो भ्यू बहुत राम्रै छ बारी तामाङ हेरिटेजको भ्यू देखिन्छ तामाङ हेरिटेज चाहिँ देखिन्न गाउँ त ओके अब हिँड्नु थालिन्छ खाना खाएर पानी खानजिङमा आज शेर्पा गाउँ बस्ने ओके यस्तो गरेर गाडीबाट ओर्लिसक्यो पछाडि गाडी देखिन सक्नुहुन्छ एन्ड अब यहाँ खाना खाइन्छ खानजिम भन्छ यो ठाउँको नाम अनि होटेल यहाँ यो होटेलमा खाना खाइन्छ अनि टक्क खाना खाएर चाहिँ यता यो साइडतिर शेर्पा गाउँतिर लागिन्छ हिँडेर ट्रेकिङ स्टार्ट भयो ल यहाँ है खाना खाने भ्यू राम्रो छ यस्तो छ भ्यू चाहिँ कस्तो होला ल हामी चाहिँ कुन ठाउँ हो यो स्वर्गा भ्यू पोइन्ट रे खानजिम भिलेजमा आइपुग्यो अब यहाँ खाना खाएर जाने हो देयर इज आवर त्यो के भन्नु भने स्वर्ग भ्यू पोइन्ट स्वर्ग भ्यू पोइन्ट स्वर्ग सुन्ने मान्छे छ है यहाँ स्वर्ग जानु छ उसलाई स्वर्ग जान्छ वेदर त त्यहाँ हिमाल देख्यो है खतरा हिमालै भएन
यहाँ हिमाल देखिन्थ्यो फोटो दामी आउँदो रहेछ नि त होइन फोटो त यहाँ हिमाल भए खतरा आउँथ्यो हिमाल देखिएन ल ठिक छ खाना खाएपछि यतातिर ट्रेकिङ यो साइडतिर गरिन्छ ल है मेरो टिकटक फाइनल्ली म रेकर्ड गर्दैछ भाइले ल मलाई टिकटक स्टार बनाउने भयो है हाकिम भाइले टिकटक स्टार बनाउने हो ल हामी चाहिँ यहाँ यो माथि माथिको ट्याक्की के त्यो बिहान हुन्छ नि बिहान ब्रेकफास्ट गरेको ट्याक्की नै भिडियो बनाउने होइन जाँदाखेरि हामी चाहिँ यो बाटो जान्छ त्यस्तरी भाइरल हुन्छ नि त्यस्तरी हो उसले एकदम क्लास दिँदैछ यहाँ चाहिँ हाम्रो भाइहरू सन्केस्टहरू ल है ल खाना खाएर हिँड्ने हाम्रो किचन बोइजहरू जाँदैछन् ल है राम्रो सेट जाउँ युट्युबमा हालिदिन्छु भरे म हजुर यहीँ यहाँ शीतलतिर ओके योगी त्यहाँ ठुलो स्याब्रो यहाँ हिमाल छ के हिमाल थाहा छैन नाम चाहिँ कानमा राखौँ न कानमा ल है यहाँ चाहिँ लाली गुराँस लिएर हामी यस्तो हान्नै पर्छ कानमा कसरी हाल्ने ल है यो कस्तो लाग्यो गुड के छ त्यहाँ यहाँ लाली गुराँसहरू छ ओके होस् तल गाउँ अनि हामी पासमा जाँदा त कताबाट जानुपर्छ यार पास यता भने होइन लाङसिसा के अरे लाउरे बिना यतातिर जस्तो भयो भने जस्तो लागेको थियो कुमार अङ्कलले मलाई अनि के लाङसिसा खरकै के भने त्यहाँ होइन होइन लाङसिसा माथि हो त्यो चाहिँ के गुम्बा अरे त्यहाँ सबबाट आउने के गुम्बा छ त्यहाँ त ए रसुवा गुम्बा हो त्यहाँ चाहिँ गुम्बाहरू छ यो धुन्चे भयो ठुलो सुरु स्याब्रु हाम्रो लाङटाङ दाईको ट्रेकिङ टुर क्लासको लाङटाङ दाईको घर यहाँ छ म केटाहरूलाई पठाउनु पऱ्यो यार यो अनि ल हामी आज यतातिरबाट जाने हो लाली गुराँस खाएर भिडियो चाहिँ म जे पनि बनाइदिन्छु खासमा हाकिममा कस्तो लाग्दैछ म त इन्फ्लुएन्सर भइसक्यो नि त नि लाली 근데 또 내가 또 조심을 하면 저도 뭐 비저지라 다 있고 गाडी 네, 똑같은 길이에요. 오케이, 봐라. ल फाइनल्ली हामी चाहिँ यो ठाउँ आइपुग्यौँ यहाँबाट चाहिँ हाम्रो शेर्पा गाउँ त्यहाँ देख्न सकिन्छ यु क्यान सी देयर हाम्रो घर चाहिँ यो सेतो हो हामी बस्ने ठाउँ त्यहाँ सेतोमा छ एन्ड अब यहाँबाट यहाँसम्म रोड छ उतासम्म बनायो कि खै आई डोन्ट नो ल त्यहाँसम्म आयो कति घन्टा लाग्यो अहिले 1:47 भयो हामी 2 घन्टामा आइपुगेछ माथि पानी परेको जस्तो छ ओके to 583 meter. Right there.
ओरो ओ के बनाउन लागिरहनु भएको डोको हजुर ए डोको बन्ने हुन्छ 저 만들고 있습니다. 이거 바구니 같은 거 그거 이렇게 대나무 이렇게 그걸로 네 바구니 만들랍니다. So finally हामी चाहिँ शेर्पाको नमस्ते गेस्ट अफ आइपुग्यो नमस्ते कमसाप्ता ल हामी चाहिँ अहिलेको अनुसार चाहिँ हामी शेर्पा गाउँछौँ यहाँको काठमाडौँमा चाहिँ पानी खतरा परिरहेको छ बट यहाँ चाहिँ एकदमै उ छ के अरे चिल छ भनौँ पानी त पर्छ जस्तो छ भरे काठमाडौँमा चाहिँ यतातिरबाट पानी आउँदैछ हामी यहाँ छौँ यस्तो छ वेदर हावा कस्तो चलेको चिसो चिसो हातहरू त्यस्तो चिसो छैन अलिक हेरेर लागेको छ पानी नपर्ने पानी पऱ्यो भने चाहिँ अलिअलि हुन्छ अवस्था अनि अब मेरो ब्याग बाहिरै छ आई हेभ टु टेक माई ब्याग मेरो रुममा ब्याग लिएर जाउँ यहाँको लाली गुराँस हेरौँ ओ चु 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 ओ चु 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 ल भाइ त्यहाँ सुतिरहेको छ ल ल अब यहाँ मेरो यो हो ये हमारा है ये खाट हमारा है लाली गुराँस लुग्यो भुइँतिर भने जस्तो गीत छ होइन ल आज चाहिँ शेर्पा गाउँमा वेलकम भइसक्यो अब गुड नाइट पनि गर्ने बेला भइसक्यो 1 मिनट भइसकेको छ होइन धेरै रेकर्डिङ गर्नुहुन्न यहाँ यस्तो छ सामानहरू आज यहाँ सुतिन्छ हेर्नु यस्तै छ हाम्रो गरिबका खोली देखो अब वेदरहरू भइहाल्यो अब केही भन्नुपर्ने छ भने कसरी भन्ने हो के मलाई यो भन्नै आउँदैन क्या के भन्ने यतिकै भन्ने त हो नि होइन यसरी आएन आइराखेन ल हाम्रो साउजीले केही भन्नुहुन्छ कि साउजीले केही भन्नुहुन्छ कि के भन्नु त भन्दिनँ त केही भन्ने नै आएन क्या मलाई को हो यो को हो होइन मान्छेहरू हो भिडियो हो धेरै राम्रो धेरै राम्रो कोरियन रेखा गुरुङको भेटाहरू धेरै हासिलो छ धेरै रमाइलो छ कोरियन पनि भनिदिनु एकचोटि कोरियन गुरुङ कोरियन पनि हामी शर्मा गाउँ नमस्ते होटल इको फ्रेन्डलीमा बस्ने हो अब भेटाहरू पनि धेरै राम्रो छ खेलाहरूलाई नि कोरियनहरूलाई नि खुसी भयो बिहान कफी एन्ड सी अहिले हामी चाहिँ बिहान कति बजिरहेछ झन्डै 6 बज्यो एन्ड गुड मर्निङ्स यस्तो छ वेदर हिजो कत्रा पानी पऱ्यो अरे काठमाडौँतिर यहाँ माथि हिउँ परिरहेछ एन्ड यस अनि त्यहाँ त्यस्तो छ हिउँ पऱ्यो होइन यो फ्ल्यास अन भएछ फेरि फ्ल्यास इज अन यसलाई कसरी अफ गर्नु अनि अब आज थियो लुटेर उक्तोएर कफी खाँदैछु अब आज त्यहाँ झन् खतरा छ हेरौँ है हामी आज जाने बाटो चाहिँ यतातिर हो मैले बोलेन भन्छन् अब बोल्ने पनि कुरा हुँदैन होइन बोल्नु अरे भोइस ओभर गर्नु पर्यो अरे भोइस ओभर गर्नेहरूलाई हेर्नुहोस् त्यहाँ चाहिँ हामी आज यता तल झर्ने हो दिस साइड होइन त्यो बाटो जाने हो ग्यास यहाँ छ कोसँग ग्यास छैन दाउरा पनि छ है दाउरा पनि छ भिडियो त बनाउनु न तर रागे है त्यहाँ कस्तो त्यो देख्छ कि देख्दैन होइन तर हिउँ के खतरा पारिरहेको फोटोवालाकै स्टोरीवाला त्यहाँ घरबाट ए ब्युटिफुल नाइट इन शेर्पा गाउँ वी आर हेडिङ टुवर्ड्स थाङस्याप होइन शेर्पा गाउँबाट हिँड्यौँ हामी 7:59 बज्यो मेरो गाडी अनुसार सो 8 AM
That is नेपाल नेसनल डे को 날리고서 던져버려서 다 시들었네. 쫄서 यहाँ 네가 당나귀에 태어나고 싶어서 당나귀가 태어났었냐? 아닙니다. 이거 태어나고 싶어서 할수 없이 우리도 마찬가지야. 응? 우리도 마찬가지라고. 응. 태어나고 싶어서 ओके बरु पानी लाङटाङ खोला त्यहाँ रिम्चे देखिन्छ यहाँबाट हजुर भ्यू देखिरहेछ माथि वेदर इज स्टिल गोइङ ब्याड अनि आज पानी पर्छ जस्तो छ हिजो पर्यो बेलुका ठिक छ पानी पऱ्यो नि रमाइलो त हुन्छ नि यहाँबाट 짱밤에 बिस्तारै जाने लाग है बिस्तारै बिस्तारै कता पुग्ने हो तपाईँ म लाङटाङ लाङटाङ हो आज पुग्नुहुन्छ पुगिहाल्नुहुन्छ भरे भरेतिर हजुर तपाईहरु लाङटाङ हो हामी आज थाङसेप थाङछ ल ल यहाँ चाहिँ डेन्जरस चकलेट खाने चकलेट खाने हो थ्याङ्क यू मैले खाइसकेको छु ओ 여기 땡큐. 사탕. Finally in 림체. 예, 뭐 산소 도우 해갖거든 형이. 도우 해갖고. Riverside 림체 아이피죠. So we are in 림체 right now. 화장실 없이 여자. 네, 여기 있습니다. 화장실 다 있습니다. 여기 앞에 알려드리겠습니다. एनटिसीको है त्यही त हिजो डाटै नचल्ने रहेछ यो अलिक बिग्रियो कि क्वालिटी हामी चाहिँ रिम्चेमा हो अब गफ गर्न आउँदैन आफूलाई अनि चाहिँ हामी रिम्चे भन्ने ठाउँमा छौँ वेदरले अब घाँस खाइहाल्यो अब भरेतिर भोइस ओभर गर्नुपर्छ होइन हाकिम ल भरेतिर भोइस ओभर गर्नुपर्छ यहाँ चाहिँ खाना बढीमा मात्र निगालो टुसा यो चाहिँ रेड पान्डाको यहाँ इन्फर्मेसन रहेछ सो यु क्यान फाइन्ड द इन्फर्मेसन अबाउट रेड पान्डास बट इट्स इन नेपाली ल है जय सरकार त्यो चाहिँ हाम्रो राजा रानीको रहेछ राजा रानीको लागि एकचोटि हामी चाहिँ यहाँ छौँ रिम्चे त्यहाँ खानेकुराहरू यस्तो यस्तो छ सो यु क्यान फाइन्ड इट दिस इज लङ्गर गोइङ लङ्गर एन्ड लङ्गर सो लेट्स एन्ड इट आइज सिङ्गम ल ल है हामी चाहिँ चिया खाँदैछौँ एन्ड ल हाकिम भाइ पनि खाऊ यो 미소 미소. 네. 11시 12시 좀에. 몇 시에 도착해? 12시? 11시 반 12시쯤 그쪽으로 시청에 가겠습니다. 11시 반 도착 12시 경기. 네, 네, 그런 거. 가야 되지 않으면 림제발로 현대서
खाना हाम्रो रिभर साइडमा हामी यहाँ पानी छ ओके वेदरले घाँस खाइहाल्यो सो अब यस्तो गर्ने कि यस्तो गर्ने हो हामी लामा होटल आइपुग्यौँ लामा होटल फाइनल्ली वेयर यु क्यान सी लामा होटल त्यहाँ चाहिँ हामी लामा होटल आइपुगिसकेका छौँ पानी त्यहाँ छ वेदर यस्तो छ ओके यहाँ अब एकछिन बसेर 2 मिनट समथिङ बसेर चाहिँ हामी जाने हजुर चिया खाएर आयो त्यहाँ 10-16 भयो फ्रेन्डली गेस्ट 즐거워. 네 라마 호텔 2460 마지막 날 네팔 여기서 보고 바로 이제 여기 뭐 카트만두 카트만두. 네 카트만두 여기서 쉬고 카트만두 바로. 네 여기 마지막 날에 लामा होटलतिर छौँ हजुर आउँछ पनै एकछिन यसो भनौँ भनौँ तिमी यहाँ छ अब लामा होटलले यो जाडो जाडो छ हामी लास्ट टाइम यहीँ बस्ने होइन त लास्ट टाइममा बस्ने हुन्छ लास्ट टाइमको पार्टी यहाँ हुन्छ हामी यहाँ पहिले पहिले त्यो तपाईँको त हुँदैन मेरो चाहिँ हुन्छ मेरो नि हुनसक्छ हुनसक्छ सम्भावना छैन सम्भावना गर्नुपर्छ लास्ट पार्टी त गर्नु पऱ्यो नि के अरे हामी पहिला यहाँ एक्चुअली बसेँ होइन हो त्योभन्दा अहिले छैन छैन लाङ टाइम धेरै आएन के रोटी बनाउनु भयो फाइबर रोटी फाइबरको ए कुन्ना सुन्दा थ्याङ्क यू अब ल पछि भेटौँ है त अब भोलि हजुर लास्ट दिन हो बुकिङ होला नि ल ल धन्यवाद टासिदाले फेरि एकछिनको चिया ब्रेकपछि छाङदाम लामा होटलबाट हामी ओरिजिन लामा होटल हामी चाहिँ रिभर साइडतिर हिँड्दैछौँ इट्स 10:27 सो त्यहाँ गएर लन्च एन्ड हामी चाहिँ अफिसियली आइपुग्यौँ रिभर साइड झरी पर्यो हो 1:10मा हिँड्ने 1:10मा हिँड्ने हामी रिभर साइडमा होइन रिभर साइड यस ल पानी परेर यस्तो छ वेदर अनि यस्तो अब रिभर साइडबाट हामी चाहिँ ठ्याक्कै 1:11मा सुरु भयो है हिँड्न पानी परिरहेछ यु क्यान सी मैले चाहिँ रेनकोट लाइन छ ब्यागमा बट अल्सो what should I do पानी पर्नुहोस् अलिअलि
빨리. 그러면 앞에가 이렇게 거기다 다 채우면은 앞에가 키가 높으니까 이렇게 올라가는 거야. 이게? 그럴 것 같아. 내가 생각해. 아니, 100% 모르고 나도 안 타봐서. 이거 가면 어디예요? 똑같은 길 있는데요. 여기서 새로 만들었지만 저거는 좀 위험한 길. 네. 신상 다리고만 타주면서. 대장마을은 저는 시장을 안 했어요. 제가 약해요? 저거 네. 주문에도 약해요 그럼? 저 아까는 접교 같았습니다. 아까. 전에 주문에 있었잖아요. 계속 약해요. 저건 블랙 약해요? 네, 그거 백이 크입니다. 약해요. 쫙 보고 있습니다. 이렇게 넓은데 이런데 저기 농사를 안 짓는데 이렇게 넓은데. 네? 아니 봐. 소리 안 나. 소리 나게. 정신 없죠. 먹는다고. 저 앞에 잡는 거야? 쟤 잡는다고? 아, 아닙니다. 아닙니다. 야, 그냥 안 잡아. 저기 어디로 옮기는 것 같았습니다. 어디로 와 지금? 이쪽으로 안에서. 지금 여기 식당으로 오시죠. 이렇게. 우야. हामी चाहिँ भर्खर थाङस्या भन्ने ठाउँ होइन त्यहाँ पुग्यो। अब यहाँ बत्ती छैन, चार्ज मोबाइलमा छैन, आइफोन पर्यो। अब बत्ती आउला जस्तो छैन, भोलिको के हुन्छ थाहा छैन। तर आजको लागि चाहिँ एन्ड गरिदिउँ। कसरी हाल्ने हो, स्टोरेज पनि छैन मोबाइलमा। अब यति हेरौँ न, आज अब वेदर पनि यस्तो छ, हिउँ परिरहेको हो कि के हो, पानी परिरहेछ। यहाँ चाहिँ खतरा भ्यू देखिरहेछ यो थाङस्याबाट यस्तो होइन। बेलुका डन्न खुल्यो, यहाँ माथि यस्तो छ र खुल्यो। अब चाहिँ फोनमा चाहिँ नि 4% चार्ज छ एन्ड अहिले वेदर खुल्यो होइन त आमा ल है अहिले अब त्यति जाडो जाँदैछ।